फाइनली साथीहरु देख्न सक्नुहुन्छ यो चाहिँ लाल खोलाको पुल हो। फास्ट्यागको काम चाहिँ एकदम तीव्र गतिले भइदिरहेको छ। देख्न सक्नुहुन्छ टिप्परहरु लोड बालुवागिटी लिएर हिँडिरहेको छ। एकदम बब्बाल देखिरहेको छ। अनि म चाहिँ बिस्तारै बिस्तारै आफ्नै सुरुमा काम हान्दिरहेको छु। देख्न सक्नुहुन्छ। बाबुआमाको सम्पत्तिमा रमाउन सकिन, के गर्नु, रमाम भने नि पैसा छैन बाबुआमासँग, त्यही भएर आफ्नो पसिनामा आफै रमाउने हो। भोलिको दिन कसले कसलाई देखेको छ र के हुन्छ कसैलाई केही थाहा छैन। अनि त्यही भएर सकुन्जेल आफ्नो लागि आफै मेहनत गर्नुपर्छ। फाइनली मैले बुझेको चाहिँ त्यही हो। बच्चैदेखि मेहनत गर्दा गर्दा अहिलेसम्म यो ठाउँमा आएको छु। भोलि नि त्योभन्दा अझ सफल हुनेछु एकदम। यति भन्दैमा म चाहिँ फास्ट्यागदेखि बाई बाई भन्न चाहन्छु अल साथीहरूलाई।